bà con không để thầy đói suốt đêm ngày dõi theo bước chân. Con cảm ơn thầy cùng chung dòng máu, máu đỏ da vàng cùng tổ quốc của con. Tự hào Việt Nam thầy vang danh thế giới, hương người đức hạnh bay ngược gió muôn nơi. Con cảm ơn lòng từ bi bác ái dạy cho con sống bát tham sân si. Hạnh phúc nhiều hơn xưa và thầy ơi con là người phàm tục vẫn còn sân khi ai đó hại thầy. Và cầu mong cho họ được hạnh phúc. Hạnh phúc rồi không. एकदमै कामको महत्त्वपूर्ण समयमा यस स्टेजमा उपस्थित भई सहयोग गर्नु तिलोत्तमा नगरपालिका वार्ड नम्बर 13 को सेमरी समुदायमा आयोजना हुन गइरहेको एउटा भियतनाम देशबाट आउनुभएका हाम्रा आदरणीय पाहुनाहरूले यस सेमरी समुदायलाई केही अन्नदान कार्यक्रम ल्याइदिनु भएको हुँदा भियतनामी पाहुनाको सहयोगमा विपक्षी बौद्ध समाज तिलोत्तमा नगरपालिका 13 सेमरीको आयोजनामा हुन गइरहेको अन्नदान कार्यक्रममा यहाँहरू सबैलाई आजको यस कार्यक्रमको सञ्चालक म गीता कुमारी नेउपानेको तर्फबाट हार्दिक नमस्कार। गोविन्द प्रसाद उपाध्यायज्यूले एउटा योगा साधना ध्यान र बुद्धको शिक्षा सम्बन्धी धेरै ज्ञानहरू दिनको अरु सबै छन्। सबैले खेती किसानी गर्नुहुन्छ, उत्पादन। हामी हजुरहरूलाई भोजन तयार गर्छौँ, हाम्रो यो भोजन दानलाई स्वीकार गर्नुहोस् भनिसकेपछि उहाँहरू सल्लाह गरेर ओके भन्नुभयो। हामी सबै जुट्यौँ, गाउँलेहरू जुट्यौँ, उहाँहरूलाई भोजन गऱ्यौँ। त्यो भोजन दान गर्दा गर्दै कमोडियन टेम्पलबाट पनि आउनुभयो केही भियतनामी साधकहरू आएर, उपासक उपासिका आएर उहाँहरूले पनि उहाँहरूलाई भोजन दान दिनुभयो। अरू हामी सबै गाउँलेहरू मिलेर उहाँहरूलाई भोजन दान गरियो, एकदम फुलमालाले बिदाई गरियो। उहाँहरू एकदम यो समाजप्रति हामीले देखाएको सभ्यताप्रति, हामीले देखाएको आदर भावप्रति, हामीले मैत्री करुणा उहाँहरूलाई सम्मान सत्कार गरेको देखाएको प्रति उहाँहरू एकदमै हृदयदेखि नै आभारी हुनुहुने रहेछ। 2-3 दिनपछि लुम्बिनी पुगिसकेपछि उहाँहरूले मलाई सम्पर्क गर्नुभयो, हजुरहरू आउनुहोस्, यहाँ हामी हजुरहरूले गरेको सेवा सत्कार सम्मानको हामीले केही उपहार दिन चाहन्छौँ। अनि मलाई यस्तो लाग्यो कि हामीले दाल भात तरकारी सिम्पल्ली एकदम सजिलो दाल भात तरकारी खुवाउँथ्यौँ, अब उहाँहरूले हामीलाई दाल भात खानुहोस् है भनेर यही दिन्छौँ, खालि राइस, अरू केही गरौँ न, यो नगरौँ भन्दा होइन, अन्नदान गर्ने हो, राइसै गर्ने हो, दालै गर्ने हो भन्नुभयो। ल ओके भनेर हरिजी र म गयौँ, उहाँसित छलफल गऱ्यौँ। अनि ल ओके भनेर अनि त्यो केही टोल विकासको अध्यक्ष सागरजीले त्यो केही लिस्ट तयार गर्नुभएको छ र हामीलाई यो प्रसाद दान गर्ने हाम्रा पाहुनाहरूप्रति हार्दिक धन्यवाद दिइरहेका छौँ। र यसै गरी आफ्नो प्रसाद ग्रहण गरिदिनको लागि बुधनी थारूज्यूलाई म अगाडि आउन अनुरोध गर्दछु। बुधनी थारू अरूलाई कर्मसँग उहाँलाई फेरि स्कुलमा काम रहेछ कि। यसै गरी बालकिसान थारू
अब उहाँले म हजुरहरू आउनुहोस् यहाँ हामी हजुरहरूले गरेको सेवा सत्कार सम्मानको हामीले केही उपहार दिन चाहन्छौँ। अनि मलाई यस्तो लाग्यो कि हामीले दाल भात तरकारी सिम्पल्ली एकदम सजिलो दाल भात तरकारी खुवाएको थियौँ। अब उहाँहरूले हामीलाई दाल भात खानुहोस् है भनेर यही दिन्छौँ, खालि राइस, अरू केही गरौँ न, यो नगरौँ भन्दा होइन, अन्नदान गर्ने हो, राइसै गर्ने हो, दालै गर्ने हो भन्नुभयो। ल ओके भनेर हरिजी र म गयौँ, उहाँसित छलफल गऱ्यौँ। अनि ल ओके भनेर अनि त्यो केही टोल विकासको अध्यक्ष सागरजीले त्यो केही लिस्ट तयार गर्नुभएको छ। अनि राजेन्द्र सर जो यो सोसाइटी अफ विपसना मेडिटेटरको उहाँ सदस्य हुनुहुन्छ, उहाँ सागरजी, हाम्रो यो दाई पौडेल दाई, टेक्नारायण पौडेल दाई मिलेर अनि त्यो लिस्ट आउट गर्नुभएको छ सबैलाई। सबै अब 225 घर रहेछौँ हामी सिमरी, 225 बोरा भएको भए त सबैलाई पुग्थ्यो। त्यसलाई यसो छाँटकाँट गर्दै जाँदाखेरि यहाँ 100जनालाई अहिले हामीले यो प्रसादै भनेका छौँ। हामीले चाहिँ भिक्षुहरूलाई, उहाँका गुरुहरूलाई, मिन्तोय गुरुलाई, गुरु मिन्तोय 35जना भिक्षुहरू अहिले पनि कमोडियन टेम्पल बाहिर एउटा त्यो एबन्डन भनेको अलिक रक्षामा फालिएको जस्तो टेम्पलमा उहाँहरू यो कठिन साधना गर्दै हुनुहुन्छ। हामी बिचमा गएर पनि फलफुल पानी लिएर गएर उहाँहरूलाई दान गऱ्यौँ, भेट्यौँ, बहुत प्रसन्न हुनुभयो। कसो कसो संयोग कहिलेकाहीँ यस्तो हुने रहेछ, त्यो संयोगले एउटा तार जुट्यो हामी र उहाँहरूको। अनि त्यसपछि उहाँहरूले यो प्रोग्राम गर्नुभएको छ। अरू साथीहरू पनि सहयोग हामी कृष्ण बलाल trời cho con được biết như là